नमस्ते साथीहरु, आजको ब्लग लिएर म आइसकेको छु चिकन बिरयानीको रेसिपीको साथमा। बिरयानीको लागि केजी चिकन लिएको छु। यसलाई मैले मेरिनेट गरेर अब फ्रिजमा राखी अब म अरु कामहरुमा लागे। पापड फुलाउँदै छु साथीहरु। पापड फुलाइसके मैले अब यही तेलमा म प्याज फुलाउँछु साथीहरु। प्याज गोल्डन ब्राउन हुन्जेलसम्म राम्रोसँगले फुलाउनु पर्छ। अब मैले अघि मेरिनेट गरेको चिकनलाई निकालेर यही कन्तीमा फ्राई गर्न थाले। अब यो चिकनलाई चाहिँ म राम्रोसँगले पाक्न दिन्छु। यसमा मैले हजुरहरूलाई मेरिनेट गर्नु अघिको भिडियो राख्न पाइन। यसमा चाहिँ मैले सबै थोक मसलाहरू अनि त्यसपछि बिरयानी मसलाहरू हालेर मेरिनेट गरेको थिएँ। यो चिकनलाई म राम्रोसँग चलाइ पकाउँछु। अनि अब यसमा म यो मैले काटेर राखेको टमाटर खुर्सानी पनि एड गर्छु। अब यो पाक्दै छ। वाउ, हेर्नु त चिकनको कलर अब कति राम्रो आइसक्यो। अब यो पाक्न आँटिसक्यो, त्यही भएर यसको कलर, यसको पानी सबै सुकिसक्यो। अब तेलहरू मसलाहरू मात्र छ। हेर्दै कस्तो खाउँ भयो साथीहरु। अब बिरयानीको लागि मेरो चिकन रेडी भइसक्यो साथीहरु। अब म यो चिकनलाई झिकेर राखे। अब बिरयानीको लागि म यता थकाली बासमती चामल बोइल गर्दै छु। बिरयानीको लागि हाफ बोइल भएको थकाली चामललाई म अब अर्को बोलमा हाल्छु साथीहरु। पहिलो लेयरमा चाहिँ चामललाई राख्नुपर्ने हुन्छ। अनि चामल मजाले मिलाएर राखेर अब यसको माथि चाहिँ मजाले मिलाएर म चिकन राख्न गइरहेको छु। चिकन राख्दाखेरि ध्यान दिनुपर्ने चाहिँ चिकन राख्दाखेरि यो ढाडोको भित्ता साइडतिर लाग्नु भएन, नभए जल्छ। अनि यसरी नै फेरि लेयर गर्दै अनि यही चिकनको माथि अलिअलि हल्का प्याज पनि हालेको छु मैले। अब त्यसको माथि फेरि बोइल भएको चामललाई अर्को लेयर गर्दैछु म। यसरी नै लेयर गर्दै राख्ने हो साथीहरु। अब माथिबाट मैले घिउ हाल्दैछु साथीहरु। यसको माथि घिउको बास्नाले अझ स्वादिलो हुन्छ। यो फुड कलर पनि हाल्दैछु। फुड कलर हाल्दाखेरि चाहिँ कलरको चामल देखिएर हेर्नलाई पनि राम्रो हुन्छ। अब यसको माथि मैले फेरि अघि तारेर राखेको प्याजलाई राख्दैछु साथीहरु। हेर्नु त कति राम्रो देखिएको छ। वाउ, हेर्दै कति राम्रो। अब यसलाई चाहिँ मैले सबै कुरा हालिसकेपछि अब छोपिदिए। यसको ढक्कन राम्रोसँग लगाइसकेर लो फ्लेममा आगो बनाउँदैछु साथीहरु। अब यसलाई म 10 देखि 15 मिनेटसम्म राम्रोसँग पाक्न दिन्छु। त्यतिन्जेलसम्म म यता रायता तयार गर्दैछु साथीहरु। मेरो रायता पनि रेडी भइसकेको छ। अब हाम्रो बिरयानी हेर्नुस् त। वाउ, कति राम्रो। हेर्दै म चाहिँ यसरी बनाउँछु साथीहरु। हजुरहरु पनि एकपल्ट बनाएर ट्राई गर्नु। यो चाहिँ मेरो आफ्नो रेसिपी, आफ्नो तरिका हो। हजुरहरु अझै यो भन्दा राम्रोसँगले बनाउन सक्नुहुनेछ। हस्त साथीहरु। अब सर्भ गर्न लागि हामीहरूले साथीहरु अब म प्लेटमा सर्भ गर्न लागिरहेको छु। मेरो भान्जा, मेरो छोरी अनि मेरो आमाजी दिदी हुनुहुन्छ। हामी यति भएर अब खान लाग्यौं। हजुरहरु पनि एकपल्ट अवश्य ट्राई गर्नु होला। हेर्नुस् त। वाउ, हाम्रो चिकन बिरयानी कति राम्रो। फुड कलरले गर्दा हेर्नु न, कलरको चामल। वाउ, कस्तो राम्रो।
2 3 साथमा बनाउनु अनि तपाईहरु पनि ट्राई गर्नु होला घरमा साथीहरु मिठो छ कस्तो मिठो भएको छ यार मेरो माइजूले बनाएको टेस्ट गरौँ अब हैन म चाहिँ सुरुमा अब चिकनबाटै सुरु गर्छु वाउ एकदम पर्फेक्ट सबै कुरा लभली मिठो भएको छ साथीहरु